एक्स्ट्रा समय ओहो ला अब क्यामेरा अफ गर अर्जनले हान्नुहुँदैछ आजको शट ओए तो चलिए शुरू करते हैं। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँ सन्चै हुन्छ होला, म सन्चै छु र न्यू भ्लगमा तपाईँलाई स्वागत छ। अब मेरो भ्लगमा चाहिँ तपाईँहरूलाई धेरै दिनपछि भन्दा लङ टाइम आफ्टर लङ टाइम चाहिँ भेटिरहेको छु। ट्याक्क अब चाहिँ कामसाम हानेर हल्का अब गर्मीको मौसम छ, यस्तो गर्मी छ कि आमामा कुरै नगर्नु। ट्याक्क यस्तो मौसम हेर्न सक्नुहुन्छ। मौसम चाहिँ आज के छ भन्दाखेरि ट्याक्क हावा चाहिँ चलिरहेको छ। अनि म चाहिँ अब गोल खेल्न जान आँटेको कामसाम हानेर। अब यहाँनिर चाहिँ जर्सी सुकाइरहेको छु अनि जर्सी लिनलाई आएको म खासमा त्यही भएर जर्सी लिनलाई आएको। अब चाहिँ तपाईँहरूलाई म लेट्स गो भन्दै तपाईँलाई चोरीमै होम ग्राउन्डतिर हिँडेको आज म नभए उता बेलुवारीतिर गइन्थ्यो ट्रेनिङ गइन्थ्यो भन्दा नि बेलुवारी गइन्थ्यो भन्दा नि अब यसो केटाहरूसँग मजा हुन्छ नि त उता पर। त्यही भएर अब चाहिँ आज चाहिँ होम ग्राउन्डतिरै जानेछु, तपाईँहरूलाई सब देखाउने छु। होम ग्राउन्डतिर अब ट्रेनिङ चल्दै रहेछ क्या, त्यही भएर। A few minutes later. गाइज ग्राउन्डतिर आइसक्यो तर मान्छेहरू कोही छैनन्। अब ट्याक्क जुत्ता सुत्ता लाउँछु म चाहिँ। अब मान्छेहरू आएपछि तपाईँहरूलाई देखाउँछु। अब कोही नआए पनि हल्का रनिङ सनिङ हानेर वार्मअपसम्म गर्नुपर्ने हुन्छ मैले आफै पनि। यता अर्को जर्सी पनि ल्याएको छु, भरे अब सबफोर हुन्छ नि त सेतो अनि ट्याक्क लाउने घर जाने बेलामा पसिना नि हुन्छ अब्बर। अनि जुत्ता चाहिँ हाम्रो अब अहिले गम्भीर अवस्थामा छ, यता टालिएको छ यत्रो टेप सेप लगाएर। यो टेप फेरि एकदमै महँगो खालको टेप हो कि। अब चाहिँ म जुत्ता लाउँछु। केटाहरू अब यहाँनिर चोरीमा 4 जना जम्मा भइसकेको छ। यता हाम्रो भाइ भर्खर नयाँ खेलाडी, यता अब हाम्रो फेरि एकदमै यो ग्राउन्डको खतरा डिफेन्डर भनेर मेरो भ्लग हेर्नेहरूले सबले चिन्छ। उयो माथि के अरे उयो भाइले हिमाल खड्का भाइले एउटा सब्सक्राइबर बढिहाल्यो गएर। यता भाइले सब्सक्राइब गरेको छ छैन? ए अब सेयर पनि हान्नु पर्यो। ग्राउन्डमा ट्रेनिङ भनेर आएको यस्तो छ है ट्रेनिङ। कतातिर हो ट्रेनिङ चाहिँ? ट्रेनिङमा ए यहाँ अघि देखेको थिएँ जस्तो लाग्यो हो कि को हो तर चिन्ने। बुट ओहो CR7 को बुट पो रहेछ त। A few minutes later. जब चाहिँ हल्का रनिङ सनिङ हाने त केटाहरू ट्रेनिङ त नगर्नु रहेछ, त्यही पनि हाम्रो युवाहरू चाहिँ कुद्दैछ 3 जना। के छ केटा हो के छ अरे? तपाईँले फेरि खालास नि केराबारी 9 को प्लेयरहरू यता हाम्रो ग्राउन्डमा चाहिँ भाइ नयाँ किपर आएको छ। भाइको चाहिँ सबले ट्रायल लिँदैछ। अब भाइको चाहिँ ट्रायल यहाँनिर हुन्छ फेरि भिडियोबाट ट्रायल। भाइ बस भर्खर त स्टार्टिङ हुँदैछ मेरो भाइ, किन तिमी यस्तो साह्रो? ल मेरो भाइ स्टार्टिङ ल। यता फेरि हाम्रो केटाहरू सब रेडीमा। हाम्रो कति कुसुमेको स्टार अहिलेको 15 नम्बर केराबारी गाउँपालिकाको स्टार। ल भाइ भाइको ट्रायलहरूमै फर्स्ट ट्रायल कस्तो रहेछ? ओ लु बिचरा भाइलाई पोलभित्र हान्दैन केटा हो ट्याकी। भाइले डाइभ देखाउँछ। केटाहरूले ट्रायल लिँदैछ नयाँ। हाम्रो क्लबमा चाहिँ कोही आउने इन्ट्रेस्टेड छ भने चाहिँ सुरुमा ट्रायल दिनुपर्छ। हाम्रो क्लबमा ट्रेनिङ गर्नु छ भने सुरुमै ट्रायल दिनुपर्छ यसरी। ल हाम्रो केटाहरूले ट्रायल लिँदैछ। हाम्रो सबिन महर्जनले हान्नुहुँदैछ आजको सट। ओ राम्रो छ मेरो भाइको कन्फिडेन्स। अब हाम्रो अर्को भाइले हान्दैछ। ल है ल ल ओए भाइ यो भाइको ट्रायलमा खासै पास हुन्छ जस्तो छैन, त्यही पनि अझै चान्स छ भाइ। 3 बल अझै हान्नु बाँकी छ केटाहरूले। ओए भान्जा अब गयो सेलेक्ट भएन। बिचारा भाइ दुलै पिठो भइसक्यो।
तर ट्राई राम्रो छ कसो टर्नु ल ल ल ल अर्कोले हान्दैछ फेरि ला झन् उता मान्छे लाग्यो मेरो भाइ के छ तपाईँ ट्रायल दिन ट्रायल हेरेर गर्न आएको यो भाइको किपर हो नलजा न कान्छा हाम्रो के अरे चौरीको स्टारहरू यस्तो लजाउँछ अनि यो भाइको ट्रायल लिन आएको आमा जाली चढाङ गर्ने गरी हान्छ तपाईँ ट्रायल दिँदा जा एक सट के कस्तो छ अहिले कुसुमेको हालत चाहिँ भाइ हेर्नु न आफै यसो हेर्दाखेरि हालत ठिक छैन छ त भाइ कुसुमेको अहिले हालत के छ कुसुमेमा चाहिँ के चाहिएको छ भन त बल चाहिएको छ पहिलो कुरा बल चाहिएको छ कतिवटा त्यो बल चाहिएको छ 4वटा हाम्रो केटाहरूको चाहिँ माग हाम्रो केटाहरूको चाहिँ माग के छ भन्दाखेरि चौरीमा बल चाहियो यो चाहिँ विष्णु दाइलाई सिधै बलको के अरे के गर्दैछ अरे केटाहरूले माग गर्दैछ हाम्रो कुसुमे साइनिङ क्लबलाई माग के चाहिएको छ अरे कुसुमे साइनिङ क्लबमा अहिले के भन्नु हेर्न लजाएको थुक्का खेलाडी भएपछि यस्तो छ आमा केटाहरू चाहिँ हाम्रो दर्शकहरू यहाँ छ ट्रायल दिने मान्छेहरू यता छ उहाँ खतरा किपर मेरो हात दुखिसक्यो यार केटाहरू खोइ त सेप हान्दैन नि त भाइले त ठिक छ भाइ राम्रो छ राम्रो प्रयास राम्रो छ अलिकति पोलभन्दा अलिकति अगाडि बस ओए खुट्टा यस्तो फार न यस्तो ल अलिकति अगाडि बस न पोलभन्दा हो अलिक अगाडि हल्का ठ्याक्कै यतिकोमा बस्ने हो भाइको अब लास्ट एउटा छ यो सेभ हान भने भाइ आज सेलेक्ट हुन्छ भाइको ट्रेनिङ स्टार्ट हुन्छ है जर्नी स्टार्ट हुन्छ ल भाइ अब ट्रेनिङमा पास भयो हाम्रो केटाहरूले अब यो भाइले ट्रेनिङ फुल पाउने भयो कुसुमे साइनिङ क्लबबाट गोल आएपछि है तर ओए ठिक छ यता हाम्रो फेरि उता टच खेल्ने यता विज्ञ प्लेयरहरू चाहिँ यता टच खेल्नुहुँदैछ अलिक खतरा विज्ञ प्लेयरहरू यता टच खेल्दै यता हाम्रो ट्रायल लिँदै हाम्रो कुसुमे साइनिङ क्लबमा चाहिँ हरेक हुन्छ यता टच खेल्ने यता ट्रायल दिने सब थोक चाहिँ एकै ठाउँ हुन्छ अनि लास्टमा गेम खेल्ने हाम्रो विज्ञ प्लेयर जोन सर हुनुहुन्छ यहाँ एकजना हाम्रो हुनुहुन्छ यहाँ अलिबाबा.com त्यहाँपछि हुनुहुन्छ हाम्रो चुपा सर भन्दा नि चुपा सर भनेछु हाम्रो दाइको नाम के छ भन्दाखेरि अनिश सुब्बा hours later. आजको गेममा चित्त नबुझेर पुरै घम्सा घम्सी परिरहेको छ के को यही हो आजको झुर प्लेयर चाहिँ हाम्रो यसबाट ओके दाइ तर दाइ अब यो मास्क साक्स लगाएर रेफ्री बस्नु पाइँदैन है आँखा पनि देख्नु न सिटी न सिटी बजाउनुहुन्छ बेलामा चस्मा लगाएर हुन्छ रेफ्री ओहो ला किन दाइले आज मलाई यहाँ हावामा रेड कार्ड दिनुभयो गाई जब चाहिँ म घर सर आएर केटाहरू यता पुरै चकचकमा छ रातसात खाएर ट्याक्क अब चाहिँ आजको भ्लग यति नै एन्ड हुन्छ फेरि म अब चाहिँ भ्लग डेली ल्याउने कोसिस गर्नेछु लाइभ पनि आउनेछु अब लाइभ पनि आउँछु आज हाम्रो भाइ चाहिँ पाहाडबाट भर्खर आएको छ पहिलाको मेरो भ्लग हेर्नेहरूलाई थाहा होला यसको घर कहाँ हो को भनेर फुटबलर हो यो खतरा त चाहिँ के छ तेरो इन्टरभ्यू दे यहाँ ठिक छ तेरो घर चाहिँ कहाँ हो ए तेरो कता माथि आज यसो कपाल काट्दै खोइ देखा त ट्याक्क सट्ट कपाल अर्कोपट्टि फर्की
ट्याक्क हिरो बनाइदिएर तेरो ट्याक्कै केटाहरूको कपडा काटिदिएर अब तिमीहरू फाइट खेल्ने कि नखेल्ने अबदेखि फाइट खेल्नु हुँदैन तिमीहरू के आजलाई अब हस्त यति नै हुन्छ हस्त बाई बाई भन्ने नयाँ ब्लगमा भेट्ने छु ल बाई बाई भन् लाइक सेयर सब्सक्राइब गरिदिनु भन् के गर्नु अरे च्यानललाई यहाँ आइज भन् ओके हस्त बाई बाई